फिल्म छायाङ्कनका क्रममा कलाकार केदार घिमिरे माग्ने बुढा घाइते भएका छन्। मुस्ताङमा जेरी अन टप फिल्म छायाङ्कन गर्ने क्रममा घिमिरे घाइते भएको निर्माता सरोज न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार मुक्तिनाथ क्षेत्रमा फिल्मको छायाङ्कन भइरहेको थियो। छायाङ्कनकै क्रममा बिहिबार रिफ्लेक्टरको टुक्रा उछिट्टिएर घिमिरेको टाउकोमा लागेको हो। उनको स्थानीय अस्पतालमा उपचार गरिएको र टाउकोमा 4वटा टाँका लगाइएको न्यौपानेले बताए। न्यौपानेका अनुसार घिमिरेलाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्। करिब 1 साता घिमिरेको भूमिका रहेको दृश्यको छायाङ्कन नहुने निर्माता न्यौपानेले जानकारी दिए। सुयोग गुरुङ निर्देशित रहेको जेरी अन टपमा अनमोल केसी मुख्य कलाकार छन्। फिल्म छायाङ्कनका क्रममा कलाकार केदार घिमिरे माग्ने बुढा घाइते भएका छन्। मुस्ताङमा जेरी अन टप फिल्म छायाङ्कन गर्ने क्रममा घिमिरे घाइते भएको निर्माता सरोज न्यौपानेले जानकारी दिए। न्यौपानेका अनुसार मुक्तिनाथ क्षेत्रमा फिल्मको छायाङ्कन भइरहेको थियो। छायाङ्कनकै क्रममा बिहिबार रिफ्लेक्टरको टुक्रा उछिट्टिएर घिमिरेको टाउकोमा लागेको हो। उनको स्थानीय अस्पतालमा उपचार गरिएको र टाउकोमा 4वटा टाँका लगाइएको न्यौपानेले बताए। न्यौपानेका अनुसार घिमिरेलाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्। करिब 1 साता घिमिरेको भूमिका रहेको दृश्यको छायाङ्कन नहुने निर्माता न्यौपानेले जानकारी दिए। सुयोग गुरुङ निर्देशित रहेको जेरी अन टपमा अनमोल केसी मुख्य कलाकार छन्। तपाईलाई हाम्रो युट्युब च्यानल स्टोरी एभ्रिवन सबको कथा कस्तो लाग्छ? कुनै सल्लाह सुझाव र प्रतिक्रिया भएमा कमेन्टमा लेख्न नबिर्सिनुहोस्। लाइक, कमेन्ट र सेयर गरिदिनुहोस्। सब्स्क्राइब र बेल आइकनलाई पनि थिच्न नभुल्नुहोला। हामी भने तपाईँमा फेरि पनि ताजा अपडेटहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।